नमस्ते, म डाक्टर पारस श्रेष्ठ हाल कार्यरत भेरी हस्पिटल र लाइफलाइन जनरल हस्पिटलमा कार्यरत छु। आजको शब्द भनेको मृगौला रोग भनेको के हो? मृगौला रोग भनेको एक किसिमको दीर्घकालीन रोग या मृगौलाघात भनेर हुन सक्ने रोग हो। र दीर्घकालीन रोग भइसकेपछि यसको विकल्प भनेको मृगौलाको रोगको विकल्प भनेको कि डायलिसिस हो कि मृगौला प्रत्यारोपण हो है। र छोटोमा तपाईँलाई भने डायलिसिसमा कति बिरामीको गुनासो छ, डायलिसिस हामीले समयमा पाएनौँ अथवा डायलिसिसको समस्याहरूका बिरामी धेरै छन् हैन। अब ठाउँ ठाउँमा डायलिसिस मसिनहरू हुँदैन, धेरैजना जनमानसमा डायलिसिस के हो भने पनि थाहा छैन हैन। रगतको शुद्धिकरण जसमा के हुन्छ, रगतमा तपाईँको विषादीहरू असाध्यै बढ्यो र रगत सफा गर्ने एउटा मेसिनले गर्ने एउटा प्रक्रियालाई नै हामीले डायलिसिस भन्छौँ। अर्को भनेको तपाईँको प्रत्यारोपण। प्रत्यारोपण भनेको पनि यो हाम्रो नेपालमा अहिले धेरै ठाउँमा भइराखेको छ है। भन्नाले काठमाडौँमा अहिले भएको अस्ति भर्खर सुर्खेतमा पनि प्रत्यारोपण भएको छ। प्रत्यारोपणमा अलिक जटिल के छ भनेपछि आफ्नै भनौँ न आफ्नै फर्स्ट रिलेटिभ्स अथवा ब्लड ग्रुप मिल्ने व्यक्तिमा पनि आफ्नै फर्स्ट कजन हुनुपर्ने हुन्छ भने त्यो प्रत्यारोपण बना त्यो दिएको राम्रो। र धेरैजनाले अब के खाँदा के नखाँदा मृगौला खराब हुने पनि क्वेरीहरू गरिराख्नुहुन्छ। डाक्टर साहब के गर्दा मृगौलालाई हेल्दी बनाउन सकिन्छ, स्वस्थ राख्न सकिन्छ? मृगौलालाई हेल्दी बनाउनको लागि कम्तीमा दिनमा 3 लिटर पानी पिउनु पर्यो है। धूम्रपान र मदिराको सेवनहरू गर्नु धेरै भएन है, जसले गर्दाखेरि तपाईँको शरीरको सन्तुलनहरू बिगाडेर तपाईँलाई भोलिको दिनमा त्यसले एउटा हानि गरेको हुन्छ। मृगौलाको रोगका कारणहरू थुप्रै हुन्छ है। कहिले भनौँ न हाम्रो पथरीहरूको कारणले है, मृगौलामा पथरी छ भने चाहिँ बेलामै त्यो पथरीको उपचार भएन र पथरी पनि ठुलो हुँदै गयो भने त्यसले पनि मृगौलालाई खराब पार्छ। त्यसकारणले मृगौलालाई बचाउन के गर्नुपर्छ भनेपछि मृगौलालाई बचाउनको लागि तपाईँले नियमित चेक जाँच गर्नु पर्यो। केही नभए पनि तपाईँले एउटा पिसाबको जाँच गर्नु पर्यो, जुन पिसाबको जाँचले पनि तपाईँको पिसाब कस्तो भइराखेको छ, जुन मृगौलाले छानेर पिसाब बनाउँछ त्यो कस्तो गइराखेको छ भनेर हामीलाई धेरै कुरा जानकारी दिन्छ। तपाईँको पिसाबमा प्रोटिनहरू भयो, एल्बुमिनहरू निस्किराखेको छ भनेपछि तपाईँको कता कतै मृगौलालाई असर भइराखेको छ, मृगौला खराब भइराखेको छ भने पनि बुझ्न हामीले सक्छौँ है सामान्य तरिकामा। र केही नभए पनि तपाईँले आफ्नो जन्मदिनको अवसर पारेर वर्षमा एकचोटि होल बडी चेकअप गराउनुहोस्, जसले गर्दाखेरि अहिले बढ्दो जनसङ्ख्यामा मृगौला रोग मात्रै नभएर दीर्घकालीन मुटु रोगका बिरामी धेरै छन्, क्यान्सरका बिरामी धेरै छन्, तपाईँको फोक्सोका बिरामी धेरै छन्, दीर्घकालीन दम भनौँ, क्यान्सर भनौँ, मुटु रोग भनौँ है, यिनीहरू नन कम्युनिकेबल डिजिज हो। यसमा के छ भने चाहिँ उपचार समयमा भएन भने यसले तपाईँलाई दीर्घकालीनमा पुर्याउँछ र दीर्घकालीनमा पुर्याइसकेपछि तपाईँलाई औषधिको सेवन आजीवन गर्नुपर्ने हुन्छ। र सेवन गर्दा गर्दा पनि हाम्रो शरीरको सन्तुलन कहिले राम्रो हुँदैन, यसले समस्याहरू धेरै आइराखेको हुन्छ हैन। त्यसकारणले कम्तीमा पनि वर्षमा एक दिन एकपटक आफ्नो स्वास्थ्य चेकअप गराउनुहोस्, होल बडी चेक गराउनुहोस्, जसमा कोलेस्ट्रोल लेभल कति छ, तपाईँको युरिक एसिड कति छ हैन, तपाईँको शरीरमा रगत कति छ हैन, तपाईँको अरू केही समस्या छ भने पनि त्यसबाट पनि तपाईँलाई सुरुमै बस्न मद्दत गर्छ। र सकेसम्म आफ्नो नजिकको चिकित्सकसँग सल्लाह परामर्शमा बस्नुहोस्। सक्दो आफ्नो स्वास्थ्यलाई ख्याल गरेर स्वस्थ खानेकुरा खानुहोस्। र मृगौलाको लागि म के भन्छु भने तपाईँलाई कुनै पनि किसिमको मृगौला रोग छ भने आफ्नो नजिकको चिकित्सकसँग सल्लाह लिनुहोस् र पानी पिउनुहोस्, स्वस्थ खानुहोस्, सधैँ रेगुलर व्यायाम गर्नुहोस्, एक्सर्साइज गर्नुहोस् भन्दै 2-4 शब्द टुङ्गाउँछु। धन्यवाद।